हामी यो हाम्रो बुढाहरू यही खोलामा यो यहाँ जग्गा थिए अरे पहिले यता सबै यो हाम्रो श्रीमानको जग्गाहरू रे सबै खोला लगेर मलाई बिहानै 5 बजे उठाएर भगाएर ल्याएको छ मलाई कुबेत पुर्याउने रे। अब 22 तारिक छ हाम्रो फ्ल्याट चाहिँ। मलाई बिहानै 1 घन्टा हिँडिसक्यो। हेर्नु यो काँस घारी मलाई भगाएर लगेछ। कसैले पनि देख्दैन रे यता घारी हिँड्यो भने मलाई घारी गाइस हेर्नु गाइस मलाई घारी भगाएर लगेछ कुबेत पुर्याउने रे। यो सबै काँस घारी यता यो डाँडा अरेलीका के अरे अरेली डाँडा रे अरेली खैरघारी रे। यो सबै हाम्रो बुढोहरू जन्मेको पहिले यतै रे यही घारीमा रे। अनि खोलाले लगेछ। अनि यहाँ त्यहाँबाट माथि बस है हिँडेको रे माथि चढेको रे बस है। हेर्नुहोस् यस्तो घारी मलाई हिँडा छ मरिते छ खुट्टा दुखेर कस्तो भइसक्यो। 5 बजे मलाई भगाएको यो मान्छेले मलाई 5 बजे भगाएको। हेर्नु घरमा चाहिँ बिदाबारी लिएको हामी बुढाबुढी रुँदै हिँड्ने घरमा फर्केर हेर्नु सकेन हामीले। सबैजना हुनुहुन्थ्यो घरमा हाम्रो ज्वाइँहरू सबै हुनुहुन्थ्यो छोराहरू सबै। बुवाले बिदाबारी गर्नुभयो। हामी चाहिँ भोलि काठमाडौँ जाँदैछन्। हामी 22 तारिकमा फ्ल्याट छ हाम्रो। अब हामी नेपाल छोडेर जन्मभूमि छोडेर हामी मर्मभूमि जाँदैछ। 22 तारिकको टिकट छ हाम्रो। हामी 3 जना बुहारी म हाम्रो बुढो। मलाई यसरी भगाएर यस्तो हेर्नु गाई यस्तो काल्ना मलाई खाल्टा खुल्टी गाइडा गुडी बाटोमा हिँडेको छ। हेर्नुहोस् यहाँ यसरी काँस घारी हेर्नु यसरी पन्साएर हिँड्नु परेछ। हेर्नु मलाई कहाँ लगेको यो मान्छेले। अब त्यो खोला फेरि ठुलो खोला तर्नु पर्ने हो। हेर्नुहोस् गाइस यो खोला कतिवटा चाडा हो कि 3टा तरिसक्यो। भ्याएको त हेर्नुहोस् यसरी ल हेर्नु खोला हाम्रो यहाँ हेर्नुहोस्। यो गाउँ चाहिँ कुन हो मैले यो गाउँलाई के हो। मेरो बुढो बेसमारी रुयो बाटै। म पनि रुएर फर्केर कसैलाई हेर्नु सकेन गाइस। आफ्नै देश आफ्नै नेपाल छोडेर जाँदा कसलाई माया हुन्न कसको मन रुन्न। र यो डाँडा त्यो डाँडा हाम्रो उता घर उता कटेर आएको। यो चाहिँ पहिले हाम्रो बुढाहरू सानो हुँदाखेरिको जग्गा रे यो सबै थियो डाँडा। मलाई अहिले बुढाले मार्छ फेरि म बिस्तारै हिँड्ने भनेर मलाई यति कुदा छ कि मेरो बुढोले पक्नुहोस् यसरी कुदा छ कि मलाई बुढोले मलाई यस्तो गरी हेर्नु। यो खोला सबै त्यहाँ गाउँ रहेछ। हेर्नुहोस् यो हाम्रो भ्युज बिहान कति बज्यो 7 बज्नु अलिकति बाँकी छ गाइस। ल हेर्नु हाम्रो भ्युज त्यो डाँडाबाट मलाई भगाएर ल्याएको यी बुढोले। यी लोग्नेले मलाई भगाएर ल्याएको खोला हेर्नुहोस् यसरी भगाएर ल्याएको मलाई। यस्तो मेरो खुट्टा गलिसक्यो। अझै त्यो डाँडा कर्नुपर्छ कटारी पुग्नुलाई।
कटारी बजार पुग्नुलाई। आज हाम्रो कटारीमा काम भएर त्यही भएर गाडी नपर्खिएन। गाडी त आउँछ गाइज, अनि गाडी नपर्खिकन हामी चाहिँ रस्ता हिँडेर आएको। मेरो बुढो रिसले यत्रो आँखा हेरेछ मलाई। हेर्नु गाइस, मलाई भगाएर ल्याउने बेला 5 बजे उठाएर भगाएर ल्याएको मेरो बुढोले यसरी भगाएर ल्याएको मलाई। हेर्नु त्यो डाँडा कस्तो राम्रो छ, भ्यूज। त्यो डाँडा पनि कस्तो राम्रो छ, त्यो डाँडा पनि कति राम्रो छ डाँडा। बोल्दा मेरो थुक पनि सुकिसक्यो। कतिवटा खोला तरिसक्यो हामीले। अब भगाएर मलाई कहाँ पुर्याउने हो। हामी भागेको। अब हामी भागेर कहाँ पुग्ने हो थाहै छैन। उता 2 जना मान्छे हिँड्यो, यहाँबाट छिर्यो। हेर्नुहोस् गाइज, घाम छिरिरी लाग्दैछ। ल हेर्नु गाइज, हाम्रो गाउँ कस्तो राम्रो सुन्दर, विश्व सुन्दर हाम्रो गाउँ। हाम्रो डरुवा गाउँ छोडेर आइसक्यो हामीले। अब मेरो बुढोको आँखा यत्रो सुन्ने छ, यत्रो भएको छ मेरो बुढोको आँखा सुन्नेर। यत्रो रुएको गरेर बुढाबुढी नै रुँदै हामी खोला तरियो। अब कति वर्षमा फेरि हामी फर्केर आउँछौँ थाहा छैन। हामीलाई भगवान्ले कहिलेसम्म साथ दिन्छन्। अनि हेर्नुहोस्, त्यसरी भागेर आएको हामी। अब फेरि खोला तर्नुपर्छ। मैले फेरि चप्पलहरू निकाल्नुपर्छ। बुढोले मार्छ मलाई। ल बाई गाइज, यति नै हो। हामी अब पुग्नु लाग्यो।